हेलो एभ्रिवान, आज दिनभरि हामीले धान रोपाइ गऱ्यौँ र यो चाहिँ आजको दिनको सिन हो। मलाई धेरै मन परेर मैले क्याप्चर गरिहालेको। तपाईँहरू देख्न सक्नुहुन्छ ब्लू स्काई, ओ माई गॉड सो नाइस लुकिङ भ्यूज हैन। अनि तपाईँहरू भन्नुहुन्छ भने आज धान यस्तो रोपाइ भयो, तर यो आकाशमा यसरी ढुम्मुगा धान के बादल लागेकोले गर्दाखेरि चाहिँ हामी एकदमै खुसीको साथ रोप्न लागि पनि तयार भयौँ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ, ओ माई गॉड समटाइम्स त म पागल हुन्छु होला कि यो नेचरको ब्युटी देखेर चाहिँ हैन। ओ माई गुडनेस आई एम फल इन लभ विथ द्याट काइन्ड अफ नेचर के हेर्न सक्नुहुन्छ। ओ माई गॉड इट्स रियली गेट माई हार्ट। ओ माई गुड दिनभरि यसरी मात्रै गरेर भएन, धान पनि रोप्नु पऱ्यो भनेर मैले चाहिँ थोरै थोरै धान रोपेँ। तर फर्स्ट टाइम रोपेर होला, मतलब आफ्टर 1 इयर्स होइन, त्यसपछि रोपेर होला मेरो हात खुट्टा चाहिँ दुखेर एकदम गुडनेस इट्स लुकिङ सो नाइस के त पागल हुन्छु। तपाईँहरू पनि पागल हुनु होला भनेर मैले तपाईँहरूलाई हालिदिएको है। प्लिज इन्जोय माई भिडियो, इट्स नट लुकिङ ग्रेट। अनि यो चाहिँ एकदमै नजानेको मान्छेले बनाएको भिडियोज देखिन्छ, बट तपाईँहरूलाई चाहिँ मेन देखाउनु खोजेको भनेको टुडेज भ्युज हो। र तपाईँहरूले हेरिदिनु भयो भने आइ एम सो ह्याप्पी एन्ड थ्याङ्क यू सो मच।